माननीय शिव नेपाली, त्यसपछि माननीय गणेश पराजुली। सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, यो बजेट अधिवेशनको चौथो बैठकमा यो सम्मानित सदनमा 2066 सालबाट कार्यान्वयनमा आएको भन्सार ऐन समयअनुसार संशोधन भइरहे पनि धेरै परिमार्जन गर्नुपर्ने, देशको आवश्यकता र अन्तर्राष्ट्रिय अनुरूपको र 21औं शताब्दीको डिजिटाइजेसनको प्रयोग पनि अब यो विधेयकले समावेश गरोस् भन्न चाहन्छु। आज म अर्थ समितिको प्रतिवेदन सहित प्रस्तुत भएको भन्सार विधेयक 2080 मा प्रवेश गर्नुभन्दा अगाडि यस विधेयकले यातायात व्यवसायीको हकमा यो भन्दा अगाडि यातायात व्यवसायीहरूलाई कानुनले वर्जित गरेको सामानहरू भन्सारबाट ओसार पसार गर्दा यातायात व्यवसायीका गाडी नै जफत हुने जुन पीर मर्काले यातायात व्यवसायीलाई सताएको थियो, यो बुदा संशोधन भएको छ। यसमा म धन्यवाद पनि दिन चाहन्छु। अब यातायात व्यवसायीले उक्त पीर मर्काबाट छुट राहत पाउनेछन्। देशको समग्र अर्थतन्त्रको मेरुदण्ड भनेकै राजस्व हो र राजस्व सङ्कलनको प्रमुख माध्यम भन्सार प्रणाली हो। विगतदेखि हालसम्म भन्सार क्षेत्रमा देखिएका समस्या तथा जटिलताले मात्र राजस्व सङ्कलनमा अवरोध गरेको छैन, आर्थिक शुद्धता र व्यापारिक सहजीकरणमा समेत प्रतिकूल असर पारेको छ। यस विधेयक मार्फत केवल भन्सार प्रक्रियाको आधुनिकीकरण मात्र होइन, पुराना भन्सार एजेन्टहरू र हाल दर्ता भएका नयाँ भन्सार एजेन्टहरूको समस्या समाधान गर्ने अवसर पनि हाम्रो सामु उपस्थित भएको छ। विगतमा भन्सार एजेन्टहरूको दर्ता, नवीकरण, क्षमता विकास, इजाजत पत्र प्रणाली तथा अनुशासन सम्बन्धी अस्पष्टता र दोहोरो मापदण्डले अनेकौं अन्यलहरू सिर्जना गरेको थियो। दर्ता प्रक्रियामा पुरानोलाई संरक्षण र नयाँलाई अवरोध गर्ने प्रविधि, कार्यक्षमताको आधारमा नभई सम्बन्ध र पहुँचका आधारमा अनुमति दिने प्रथाको आरोप, प्रविधिको अपर्याप्त प्रयोग र प्रक्रियागत जटिलता, भन्सार एजेन्टहरूको व्यावसायिक नीतिगत सुरक्षाको अभाव, कुनै पनि भन्सार एजेन्टको हक कानुनी रूपमा दर्ता र नवीकरण प्रणालीमा समान स्तरमा सुनिश्चित गरिनुपर्छ। व्यावसायिक दक्षता, पारदर्शिता र आचार संहिताका आधारमा नवीकरण वा नवीकरणको व्यवस्था गरिनुपर्छ। डिजिटाइजेसन र एकीकृत सूचना व्यवस्थापन प्रणाली आइसिटी प्रणाली अनिवार्य गरी दक्ष र पारदर्शी सेवाको प्रत्याभूति गरिनुपर्छ। यो भन्सार विधेयक केवल वर्तमान समस्याको उपचार गर्ने दस्तावेज मात्र होइन, यो हाम्रो भविष्यको आर्थिक सुरक्षाका लागि आधारशिला बन्न सक्छ। त्यसैले विधेयकले न्यायोचित ढङ्गले सबै सरकारवालाहरूको हित संरक्षण गर्दै भन्सार प्रणालीलाई पारदर्शी र सक्षम र भविष्यमुखी बनाउन ध्यान दिन जरुरी छ। यस सन्दर्भमा म सरकार र सम्बन्धित निकायलाई गम्भीर पहलका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।